चाहिँ नि बाहिर निस्केँ हस्पिटलबाट सक्यो म हिजो आएको थिएँ अनि हिजो मलाई के अरे अनि भोलि आइज भनेको थियो अनि फर्स्ट होइन अनि म आएँ अनि त्यसपछि आज बनाएँ मैले दिनु आज चाहिँ पुरै एकदम राम्रोसित लेखिदिनु भएको अनि कतिलाई त मैले यसरी भिडियो देख्दाखेरि त अनि कस्तो बाहिर गएर यस्तो बिहान भयो भन्ने कुरा त चलिरहन्छ ओके चलोस् मान्छेको काम नै कुरा गर्ने त हो नि अनि मलाई चाहिँ नि एज अ माइन्ड फ्रेस हुन्छ नि त अनि बनाउनु पर्छ भन्ने चाहन्छु म अनि मलाई त होइन अनि म इन्टरभ्यू भयो अनि ठ्याक्कै अब त चिनिहाल्छ नि अनि त्यसपछिबाट अनि आज अर्कै डक्टर हुनुहुन्थ्यो है कि अनि त्यो डक्टरले फेरि मलाई यस्तो भन्नुभयो पहिलाको डक्टरले चाहिँ त्यस्तो के भन्नुभएको थिएन अनि त्यसपछिबाट हामी एकदम खुसी छौँ अनि त्यसपछिबाट तेरो यस्तो रिकभरी भयो हामीले त माया मारिसकेका थियो भनेर भन्नुभयो कि भन्नुभयो अनि मेरो लास्टै डेन्जर केस थियो कि त्यो मलाई मात्र थाहा छ होइन अनि म त जति भए पनि अनि हाँसेर हेर्नुहुन्थेँ कि अनि हाँसेर हेर्नुहुन्थेँ अनि मलाई अनि कतिले के भन्थे होइन अनि एकदम नरामै लाग्थ्यो अनि कतिले त मलाई एज अ क्यान्सर अनि त्यसपछिबाट अनि क्यान्सर अनि कतिले त प्रेग्नेन्ट भन्नुहुन्थ्यो कि अनि यति लान्छना लाउँथ्यो अनि मलाई कस्तो लाग्थ्यो कि म यस्तो घटिया केटी नि छैन अनि त्यसपछिबाट अरूसँग हिँड्ने बोल्ने कहिले पनि गर्दिनँ कि अनि कस्तो भन्दाखेरि कस्तो नरामै लाग्थ्यो कि अनि मलाई अब चाहिँ नि मलाई कसैले केही भने पनि केही फरक पर्दैन कि अनि मलाई भनेका छन् होइन अब कतिले त होइन अनि क्यानाडामा नि नेपालीहरू एकदम खतमै छन् कि अनि नराम्रो ट्याग लगाउने होइन त्यसपछि नराम्रो भन्ने अनि त्यसपछिबाट म के हो भन्ने त मलाई थाहा छ नि त अनि म कस्तो हो भन्ने मलाई थाहा छ नि त अनि मलाई हरेक कुरामा ब्लेमिङ आउने अनि त्यसपछि हेप्ने अनि त्यस्तो गर्ने कि अनि यस्तो के भन्ने हुन्छ अनि त्यसपछिबाट तिनीहरूलाई पनि अहिले त्यस्तै हुन्छ नि त भन्ने फिल हुन्छ अनि छोडिदिन्छु कि अनि मैले जति मैले जसलाई पनि होइन जति राम्रो गरे पनि कहिले पनि त्यो हुँदैन रहेछ कि अनि त्यसपछिबाट अनि मैले चाहिँ नि एउटा लर्न गरी भन्ने कि नगरी भन्ने थाहा छैन नि मलाई जति रुवाए पनि होइन